हामी चाहिँ यसरी हिँडिरहेको छौँ यहाँ झोलामा खानेकुरा बोकेर ठ्याक्क दुईजना ड्राई पिकनिक आएको अनि हामी चाहिँ मास्तिर जाँदैछौँ यता शान्त भएको ठाउँमा बसेर खाने भनेर उहाँ आउनुहुँदैछ मेरो साथी चाहिँ सिराम यार त्यो म यहाँ दामी भ्लग बनाउँ भनेको त ढिला आउँछ त के भएको सोल्टी नि छिटाउनु न यार उफ गर्मीले म फाक्का भइसकेँ ऊ त्यता पनि बसेर खाने ठाउँ रहेछ नि अब मधेर यार इस प्रकार हामी हिँडिरहेको छौँ तोडले जोसको साथ याहू को मान्छे हो कि गर्मीले चाहिँ सिकिस्त भयो यहाँ चाहिँ भगवानको उयो पनि रहेछ क्या अलिकति भन्दा सुइटेबल एरिया पाए जस्तो छ हरियाली भनेर त्यस्तो चाहिँ मन्दिर पनि रहेछ टक्कसँगको उयो उसो घरमा जाउँ न आउनु न एकछिन बसौँ यार एकछिन बस्दा त हुँदैन यसो हल्का नजारा देखाइदिउँ सबैतिर यहाँ चाहिँ रुखहरूले यतातिरको सिन चाहिँ छोपिदिएको रहेछ क्या ओ खोला पनि रहेछ त्यहाँ हामी चाहिँ यहाँ हाम्रो यो तल चाहिँ पार्क छ हामी आउनुहुन्छ रन्डसान तपाईँ चाहिँ मेरो भन्नु म चाहिँ तपाईँ खोज्छु त्यो बनाएर के चाउचाउ सार्नलाई हो के बनाएर मेरो त खासै भएन कि त्यो चाउचाउनु भएन नि त त्यो जिप फिस हो ड्राई फिस बाहिर त आएर लाग्दैन नि हाम्रो सामान यहाँ ऊ गर्न आयो भने के अरे यहाँ राख्नु न अनि अब फेरि यहाँबाट आज है आज धेरै खानु हुँदैन अहिले गाइनु थोरै भयो बहिनी लगेको थाहा छैन उयोको छोरी आएको नि त छोरी आएको अन्त यस्तो रहेछ अनि यो चाहिँ साँधेर खानु रहेछ चाउचाउ पनि खानु पऱ्यो नि पुलाउ वाउ आई लभ इट पुलाउ चाहिँ आज अलिक कालो देखेको छ किनभने नि यो किसमिसको त्यो उयो आयो क्या त्यो छोकडाहरूको कलर आयो क्या कालो रोज छ अनि यहाँ पकौडा बनाउनु भएको रहेछ जागरेलो छ मान्छे त यो चाहिँ मैले उपल काटेर ल्याएको अनि आलु अनि यहाँ चाहिँ चाउचाउ साध्नुको लागि अरे मजाले काटेर ल्याउनु भएछ चाउचाउ नि अहिले पछि साँधदेखि बनाउनु ओके सुरुमा केबाट खाम पकौडा खाएन है उयो अचार हो अचार पनि त्यसको खासै मिठो छैन यो हतारमा बहिनीले बनाएको मिठो भयो हामीले खान्छु अघि आउनु पाएन खानु पाएन म पनि झन् केही नखाइ आएको नि यहाँ खानु हो खाना खाएको
हो साथीहरू पनि हुँदैन कि पहिला पहिला साथी हुँदा चाहिँ अब जानु मन लाग्दिन्थ्यो अहिले जानु मन लाग्छ साथी हुँदैन दुईजना मात्र दुईजना छौँ त दुईजना रमाइलो छौँ काठमाडौँमा धेरै साथी हुँदैन अब यस्तै हो थोरै दुईजना हुन्छ तर मन मिल्ने हुन्छ नि त पक्का खाए खाजा खाएर आउनु खाजा खानै खाएको बिहान त खासै रुच्दैन हप्पै त्यही पनि यो रोस्ट यो बनाउँदै पो गरे त बुढोहरू के के हालेर बनाउँछ नि त मैले केही नहालेको कि यसमा नुन खोर्सानी मसला मात्र हाल्नु ठुलो हालेर खानु ठुलो हालेर खानु 뭐가 아니야? 그게 나오. 맞아, 뭐 또 이제 딱. 빠지면 왜 따라해? 뭐를 만들어 제일 있는 저대. 리얼 운이 전부 바뀌.
भन्नु भन्ने कसरी कलेज सो गाइज हामीले चाहिँ खानासाना खाइसक्यौँ पिकनिक सिकनिक भइसक्यो हाम्रो दामी एकदम रमाइलो दिन भयो अनि यहाँ त हेर्न सक्नुहुन्छ पानी नि पर्न आँटेको छ होइन यहाँ मेरोमा चाहिँ उज्यालो आयो उतापट्टिबाट तर होइन एकदमै यहाँ अन्धकार भएको छ पानी पर्न आँटेको छ त्यही भएर हामी लाग्यौँ अनि त्यो पार्कमा चाहिँ हामीले जुन पार्कमा आएको थियौँ त्यसमा चाहिँ के अरे टिकटकहरू बनाउनु बाँकी नै थियो अनि भिडियोहरू बनाउनु बाँकी नै थियो त्यही पनि हामीले यतिमै अलिक चित्त बुझायौँ त्यहाँ पानी परे पनि एक दुईवटा फोटो चाहिँ खिचेर जानेछौँ हामी पानी पऱ्यो के गर्ने कुदाउँ ल लाग्यौँ हामी ए म त हेर्नु न कुदाउँ उहाँ तल त्यो उसमा हामी ठ्याक्क पुग्छौँ क्या हिँड्यौँ भने हिँडेको हुन्छ अनि रोक्यौँ भने रोकेको हुन्छ के हुन्छ ला त्यो पनि ल्याउनु बिर्सेछ पानी पनि छिटाउनु थालिसक्यो अब हामी किनेको हाम्रो पिकनिक चाहिँ आज रमाइलो भयो होइन साथी हो एकदमै रमाइलो भयो दुईजना छौँ दुईजना भयो भने केही फरक पर्दैन दुईजनामा चाहिँ मन चाहिँ मिल्नुपर्छ अनि दुईजना भएपछि चाहिँ खतरा हो क्या कोही चाहिँदैन क्या हो कि होइन भन्नुहोस् त हामी दुई भएपछि चाहिँदैन कोही सास पनि फुल्यो त्यो अघि चाहिँ मैले टिकटकबाट बनाइरहेको थिएँ क्या टिकटकमा चाहिँ अब भन्नै पर्दैन त्यहाँ त इफेक्ट हुन्छ अलरेडी होइन अनि राम्रो देखिन्छ मेरो पेट यस्तो ल हामी चाहिँ लाग्यौँ है गाइज झोला झ्याम्टा बोकेर अहिलेको मोडर्न छाता एउटा 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 टाउको कपाल पनि छेक्दैन ल उता चाहिँ वर्तमान भइरहेको छ आफै मस्त गरिरहेको छ ल पानी परिरहेको छ यहाँ धमाधम त्यो पनि हामी यहाँ टिकटक बनाइरहेको छौँ होइन अलिअलि के हुँदैन कहाँ जानु कहाँ जानु अब सिधै उता बाहिर निस्किनुपर्छ कि कहाँ हो बाहिर निस्किन्छ हिजो घाउ चाहिँ यहाँ पानी परेर एकैछिन अँधेरो भयो यहाँ चाहिँ पानी परेर अनि हामीले यहाँ हेरौँ यस्तो ठाउँमा उठ लागिरहेको छ अलिकति इति छ लौ भिजाइसक्यो त